हामी छौँ ग्रीन भाइब सिजन 1 को एपिसोड 3 मा। आज फेरि मैले एउटा नयाँ कथा लिएर आएको छु, सुनाउँछु है त। एका देशमा एउटा गाउँ रहेछ। त्यो गाउँका मान्छेहरू पानी बोक्न आफ्नो घरभन्दा अलिकति टाढा पँधेरोमा जाने गर्दा रहेछन्। ती गाउँलेहरू मध्ये एकजना किसान चाहिँ सधैँ आफ्नो काँधमा 2टा घैँटो बोकेर पानी लिन जान्थे। त्यो 2टा घैँटो मध्ये एउटा घैँटो चाहिँ राम्रो स्थितिमा थियो हैन, मजाले पानी त्यसमा भरिन्थ्यो भने अर्को घैँटोमा चाहिँ हल्का चिरा परेको रहेछ। उनले पानी बोकेर घर पुग्दासम्म चाहिँ हल्का बाटोभरि चुइँदै घर पुग्दा चाहिँ आधी भइसक्दो रहेछ त्यो घैँटो। पुरा थाहा पाउँदै पनि किसानले त्यो चिरा परेको घैँटोलाई बोक्न चाहिँ छोडेनछन्। उनले एउटा चाहिँ राम्रो स्थितिमा भएको घैँटो र एउटा चाहिँ चिरा परेको घैँटोलाई नै आफ्नो काँधमा बोकेर हिँड्ने गर्थे। यो क्रम यसरी नै बढ्दै गयो है। वर्षौंसम्म उनले यही क्रमलाई जारी राखे। त्यसरी नै 2टा घैँटोमा पानी भर्ने, घर लिएर जाने गर्न थाले। अब त्यो जुन राम्रो स्थितिमा भएको घैँटो जुन थियो उसलाई चाहिँ ममा चाहिँ कुनै कमी कमजोरी छैन हैन, ममा चाहिँ एकदम पुरै पानी अटाउँछ, भरिन्छ र घर पुग्दासम्म पनि म राम्रै नै हुन्छु भन्ने कुरामा गर्व रहेछ। भने अर्को घैँटोलाई चाहिँ अब मेरोमा चिरा परेको छ, बिचरा यत्रो मेहनत गरेर घर पुग्दासम्म चाहिँ घैँटोमा आधी मात्रै पानी हुन्छ भन्ने कुराले चाहिँ उसलाई हल्का नराम्रो फिल हुँदो रहेछ। अनि एक दिन चाहिँ त्यो चिरा परेको घैँटोले त्यो किसानलाई भनेछ, मलाई माफ गर्नु होला, तपाईले यति मेहनत गरेर यति टाढाबाट पानी हाल्नुहुन्छ, तर घर आउँदासम्म चाहिँ त्यो पानी आधी भइसक्छ। बाटोभरि म चुहिँदै हैन पानी बोक्दै आउँछु। तपाईले गरेको मेहनत अनुसारको फल मैले दिन सकेको छैन, मलाई चाहिँ साह्रै नराम्रो लाग्छ भनेर भनेछ। यो कुरा सुनेर ती किसानले मुस्कुराउँदै भनेछन्, के तिमीलाई थाहा छ, तिमीले ध्यान दिएका छौ, तिम्रो साइडको बाटोमा फुलहरू फुलेका छन्। जब मैले थाहा पाएँ तिम्रो घैँटोमा चिरा परेको छ, मैले त्यहाँ फुलको बिउहरू छरिदिएको थिएँ। अब त्यो बाटोभरि जब म घर आउँछु त्यतिखेर तिम्रै घैँटोबाट चुहिएको पानीले ती बिउहरू मजाले उम्रिए, फक्रिए र त्यसमा यति राम्रा फुलहरू फुलेका छन्। यो विगत केही वर्षदेखि मैले त्यही फुललाई घरमा ल्याएर सजाउने गरेको छु। यदि तिमीमा चिरा हुन्थेन भने, तिमीबाट पानी चुहिन्थेन भने सायद मैले यति राम्रा फुलहरू पनि पाउँदैन थिएँ होला। कति राम्रो कथा है, कति राम्रो कुरा। जस्तो साथ त्यो चिरा परेको घैँटोले पायो त्यो किसानको, जसले उसको कमजोरीलाई पनि उसको खुबीमा परिवर्तन गरे, त्यस्तै मान्छेहरूको खाँचो हामीलाई पनि हुन्छ हाम्रो जीवनमा, जसले हाम्रो कमी कमजोरी मात्रै देखाउनुको साटो हामीलाई अलिकति प्रोत्साहन गरोस् हैन। हामीभित्र भएका कमी कमजोरीहरूलाई हामीले कसरी हाम्रो ताकत बनाउन सक्छौँ र अघि बढ्न सक्छौँ, त्यसमा हामीलाई मद्दत पुर्याओस्। त्यस्ता मान्छेहरू जीवनमा भयो भने हामीले पनि धेरै त्यस्तै फुलहरू फुलाउन सक्छौँ होला। के छ त, तपाईको जीवनमा हुनुहुन्छ त्यस्ता मान्छेहरू? यसो हेर्नुस् त।